आज चाहिँ थुक्पा बनाम ल। यसको लागि मैले मसिनो गरेर प्याज काटे, लसुन ग्रिन गरेर राखे र खुर्सानी राखे, अनि चना उसिनेको आलु मसिनो गरी काटेर र नुइटेला राखे। अब चना भुट्नको लागि मैले कराई बसाए, त्यसमा तेल हाले र माथिबाट पड्काउने मसला हाले। माथिबाट मैले चना हाले र यसलाई एकछिन भुटे, अनि त्यसपछि मैले स्वाद अनुसार नुन हाले, अनि हल्का ब्राउन हुन थालेपछि निकालेर एउटा बटुकोमा राखे। र अब नुइटेला पकाउनको लागि फेरि तेल हाले र धेरै तेलमा थोरै नुइटेला हालेर फ्राई गरेर ब्राउन बनाउनलाई मैले निकै बेरसम्म फ्राई गरे। त्यसपछि हल्का हल्का ब्राउन हुन थालेपछि मैले यो नुइटेलालाई निकालेर एउटा बटुकामा राखे। नुइटेला चाहिँ यतिको चाहिँ हुनु पर्यो है त। अनि अरू पनि यसरी नै मैले फ्राई गरे। अनि त्यसपछि यति भयो हाम्रो, हेर्नुस् है त। हामी चाहिँ थोरैजना छौँ, त्यसैले यतिले नै पुग्छ। अब आलु पकाउनको लागि मैले तेल हाले, त्यसमा मैले माथिबाट अब पड्काउने मसला हाले, अनि सिन्कौलीको पत्ता हाले र त्यसपछि कडी पत्ता हाले थोरै, अनि खोर्सानी हालेर एकछिन चलाए। त्यसपछि प्याज हाले र बेसार हाले, अनि मैले माथिबाट आलु हाले, अनि आलुमा स्वाद अनुसार नुन हालेर चलाए। एकछिन छोपेपछि अनि मैले मसलाहरू हाले र मसला हालेर फेरि एकछिन छोपे, अनि हल्का ग्रेभी भएपछि मैले निकालेर अनि रस हाले। मलाई चाहिँ पातलो रस मनपर्ने भएकोले रस हाले र नुन नलागेर थपे। माथिबाट मैले नुइटेला हाले, अजिना हाले र चना हाले। मैले चाहिँ यस्तो बनाएर आफ्नो फ्यामिलीसँग बसेर सर्भ गरेँ। हजुर।